नमस्ते, टावर अर्ग्यानिक्सको यस भिडियोमा यहाँहरूलाई स्वागत छ। आज हामी टावर अर्ग्यानिक्सको यस सोल्टिमोड स्थित टावर फार्ममा छौँ, अर्बन फार्ममा। यहाँ हामीसँग टावरमा विभिन्न जातका तरकारी तथा फुलहरू, ग्रीन भेजिटेबल्स एन्ड फ्लावर्सहरू तपाईहरुले देख्न सक्नुहुन्छ। यो सबैभन्दा छेउमा रहेको यो पक्छोई या बक्छोई हो। अहिले यो प्लान्टेसन भएको झन्डै 10 दिन मात्रै भएको छ। योभन्दा अगाडि अर्को 15 दिन यो सिडलिङ ट्रेमा हामीले नै यसको सिड उमारेका थियौँ। भनेको 25 दिनको ओभरअल समयमा यो छ। दिस इज आवर फ्लावर टावर। यसमा फुलैहरू विभिन्न किसिमका फुलहरू छन्। कुनै फुलिसकेका छन्, कुनै फुल्ने क्रममा छन्, कुनै झ्याङ्गिँदै छन्। त्यो हिसाबले यस्ता किसिमका फुलहरू पनि यहाँ छन् हामीसँग। This is our another vegetable tower, I mean green vegetable tower, and you can see this lettuce. यो चाहिँ रोज लेटस हो। अलिकति डार्क इन कलर रोज लेटस मजाले हुँदैछ। black rose. Okay, this is black rose lettuce, and this is another kind of lettuce. Lettuce. This is called leafy lettuce. मजाले एउटा black lettuce we can pick and करम हैन। हामीसँग पानी छ छैन है। यसमा अलिकति धुलो छ खासमा, किनकि छतमा राखेको हुनाले, नत्र ठिक पारेर खाइहाल्नुहुन्थ्यो। र यतापट्टि छ हामीसँग स्पिनच। यो पालुङ्गो हो। यो तपाईले देख्न सक्नुहुन्छ। दिस इज पालुङ्गो, दिस इज स्पिनच एन्ड हाउ इट हेज बीन ग्रोइङ। यहाँ चाहिँ नम्बर अफ प्लान्ट्स अलिकति धेरै भएको भएर बाक्लो देखिएको छ भने यही तुलनामा यहाँ चाहिँ जम्मा एउटा मात्रै प्लान्ट भएकोले अलिकति पातलो जस्तो देखिएको छ। त्यही भएर यसरी सार्दाखेरिमा स्पिनचको लागि एउटा होलमा यु क्यान प्लान्ट एटलिस्ट अप टु 3 स्पिनच प्लान्ट्स। र अहिले चाहिँ हाम्रो यतापट्टि निम ओइल हाल्ने काम भइरहेको छ। यहाँ हाम्रो टावरमा फलेका काउलीहरूमा चाहिँ अलिकति लाई देखिएको कारणले ती लाईलाई अर्ग्यानिक प्रविधिबाट नीमलाई पानीमा मिसाएर छरिँदैछ टु फाइट अगेन्स्ट द लाई। सो त्यो एउटा भयो। त्यस्तै यतापट्टि हामीसँग रहेको छ यो टावर। यो टावरमा पनि हामीसँग रोज कुन लेटस रह्यो? यो हेड आइसबर्ग लेटसको चाहिँ टावर हो यो। यी टावरमा पनि आइसबर्ग लेटसहरू भर्खरै सिडलिङ्स नै छन्, यिनीहरू पनि बढ्दैछन्। यो पनि लेटसकै प्रजाति हो।